नमस्कार, यहाँहरूलाई स्वागत छ हेप्पी नेपाल युट्युब च्यानलमा। आज चर्चा गरौँ गेम विक 9 को वाच लिस्टतर्फ, जसमा 1 नम्बरमा रहेको छ बकाई साका आर्सेनलबाट, जो चाहिँ 9.9 मिलियनमा अभाइलेबल छ, जसको फिक्सर रहेको छ गेम विक 9 मा क्रिस्टल प्यालेससँग। र गेम विक 8 मा चाहिँ उसले पोइन्ट दिएको थियो टोटल 7 पोइन्ट फुलामसँग। कुनै एट्याकिङ रिटर्न नदिए पनि डिफेन्सिभ कन्ट्रिब्युसन र बोनस गरेर टोटल 7 दिएको थियो। योबाट के बुझ्न सकिन्छ भने आर्सेनल एट्याकिङ रिटर्न सँगसँगै साका चाहिँ डिफेन्सिभ र बोनस उत्तिकै कन्ट्रिब्युसन दिएको भएर चाहिँ बोनस पोइन्टहरू पाउन चाहिँ सकिन्छ। यदि एट्याकिङ दियो भने त उसले पाइ नै हाल्छ होइन, यो चाहिँ कुनै दुई मत नै छैन यसमा। र उसको गेम विक 10 मा फिक्सर रहेको छ बर्नलीसँग र 11 मा रहेको छ सन्डरल्यान्डसँग। र लङ टर्मको लागि आर्सेनलको एट्याकिङ साका चाहिँ एकदम राम्रो अप्सन हुनसक्छ। अर्को 2 नम्बरमा छ वेलब्याक, जो चाहिँ ब्राइटनबाट रहेको छ, जसले पछिल्लो म्याचमा उसले न्युकासलसँग 2 गोल गरेको थियो भने पछिल्लो 3 म्याचमा चाहिँ उसले टोटल 4 गोल गरिसकेको छ, जसमा गेम विक 6 मा चाहिँ चेल्सीसँग 2 गोल गरेको थियो। र उसको गेम विक 9 मा रहेको छ युनाइटेडसँग, जुन चाहिँ अवेमा ओल्ड ट्राफर्डमा हुँदैछ। र युनाइटेडसँग वेलब्याकको रेकर्ड चाहिँ हिस्ट्री चाहिँ उसले गोलहरू गरिरहेको छ, राम्रो देखिन्छ। र युनाइटेडको डिफेन्स पनि एकदम कमजोर छ, त्यही भएर यो विक चाहिँ वेलब्याक इन गर्दाखेरि राम्रो हुन्छ होला। त्यसै गरी गेम विक 10 मा रहेको छ लिड्ससँग र 11 मा रहेको छ क्रिस्टल प्यालेससँग। यस अर्थमा पनि लङ टर्मको लागि पनि यसलाई हेर्न सकिन्छ। त्यसै गरी अर्को रहेको छ न्युकासलबाट वोल्टेमारा, जो चाहिँ हल्यान्ड पछिको एकदम इन्फर्म स्ट्राइकरको रूपमा चिनिन्छ, जसले चाहिँ पछिल्लो 5 खेलमा चाहिँ 4 गोल गरिसकेको छ। र लास्ट म्याचमा चाहिँ उसले ब्राइटनसँग गोल गरेको थियो भने गेम विक 7 मा फरेस्टसँग र गेम विक 6 मा चाहिँ आर्सेनलसँग गरेको थियो। एक गेम मात्र ब्ल्याङ्क गएको छ, त्यो चाहिँ बोर्नमाउथसँग रहेको थियो गेम विक 5 मा। र ओन्ली 7.3 मिलियनमा चाहिँ बार्गेन स्ट्राइकर हुनसक्छ, जो चाहिँ जाओ पेड्रो र भिक्टर योकेरेसको चाहिँ रिप्लेसमेन्ट चाहिँ वोल्टेमारा हुनसक्छ। गेम विक 9 मा रहेको छ फुलामसँग होम ग्राउन्डमा, गेम विक 10 मा रहेको छ वेस्ट ह्यामसँग र 11 मा रहेको छ ब्रेन्टफोर्डसँग। यसरी चाहिँ हजुरहरूले यो हप्ता चाहिँ यो 3टा प्लेयरहरूलाई लिन सक्नुहुन्छ कसैलाई राम्रो लाग्यो भने। र तपाईँहरूले आजको कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। हस् त, धन्यवाद।